नमस्कार। आज चाहिँ हामी क्वालीगाउँ सुनिल स्मृति वार्ड नम्बर 5 मा आइपुगेका छौँ। यो सुनिल स्मृति वार्ड नम्बर 5 को सबैभन्दा पुरानो मान्छे, बुजुर्ग मान्छे, सबैभन्दा जेठो मान्छे उहाँहरूको सबभन्दा जेठो हुनुहुन्छ नि हैन र? जेठो मान्छे हुनुहुन्छ। उहाँहरूसँग सानो भलाको गर्दैछौँ हामीहरू है। नमस्ते फुपू, पुसै नमस्ते है। नमस्ते नमस्ते सर। सन्चै हुनुहुन्छ? सन्चै छ। ए स्वास्थ्य कस्तो छ? राम्रो, के गर्नु अहिलेसम्म त। ए अझैसम्म त ठिक हुनुहुन्छ है? ठिक अहिलेसम्म ठिक हो। शान्ति र रुगा खोकी लाग्छ होला? रुगा खाइ लाग्ने अब मर्ने नहोला। बाँकी त सबै ठिक छ। एउटा उल्याएर अझ 100 वर्ष बाँच्छ बन्छ त्यही। कोले? छोरी पर डाँगरा इटी खान्दिस अहिले कल्दिन्छ बन्ने। हजुरहरू कति वर्ष हुनुभयो त? कति वर्ष भयो? 82 81 82 वर्ष भयो। ए तपाईँ 82 वर्ष 82 भयो, 80 वर्ष भयो तिम्रो फुजु। ओहो, फुपू चाहिँ 80 वर्ष? म 82 वर्ष। अझै पनि त फुपूले सबै काम गर्नुहुन्छ होला है? काम गर्दै ढाका त 4-5 कामलाई बुनु। घर लुट्नु गोला गई मलाई गर्न मलाई पोरा छोडेछु। ए पोरादेखि छोड्नु भयो, नत्र भन्दा तपाईँले नि जे गटो काम गर्नु गर्थे जा छोड्ले। औलो जोड्दैन, यिनीहरू खेती जान्न, म के गर्न घर थापु पछि घाम ताप्छु पर बिहेन जान्छु। काम्लो बुन्नको लागि धागो काट्दै हुनुहुन्छ? ए अनि यो के को हो नि? भेडाको। ए भेडाको हो। ए उहिले उहिले कपडाहरू के लगाउँथे त? के लाने छिट गुन्ने जिनको चोली। छिट गुन्ने र जिनको चोली। त्यो छिट गुन्ने भनेको यही नै बनाउनु हुन्थ्यो कि? डर फेरि घरबुनाको। घरबुना भनेको? ए घर बनाउनु हुन्थ्यो तपाईँले? घरबुना बेच्ने आन्थ्यो अन्त उही खास्टो उही ढरको रान्थ्यो। नुन बोक्न गइयो। हजुर। 2 खेप नुनले 1 खेप हे 1 खेप बुवा आमाले लिदे। हजुर। बोटली बारी बड्डाबड्डी चाहिँ गयौँ। बिहे नहुँदै बिहे गरेपछि। बिहे गरेपछि? ए दुःख चाहिँ साह्रै गर्नु भएको रहेछ। तल रिसले बौलाको। किन? गुजरे गरेर गएको त्यसको रिसले हिँडे। गुजरे घर भनेको? तल पन माइतको माथि। पहिलो त्यहाँ जानुभएको थियो र? ए रिसले उनीहरूले नै टुट्रीबाट हो मारे बुजुबासबाट हो रिङबाट हो। अनि त्यसपछि बल्ल तपाईँले ल्याउनु भएको? तपाईँ त कन्या नै हो? कन्या। ए उहाँ चाहिँ कन्या केटो, हजुर चाहिँ एक ठाउँ गएको भनौँ न। पहिले त खुब चल्थ्यो त्यस्तो त, बाउ विवाह त चल्थ्यो नि त होइन र? ल हो जल्लेर बुढाबुढी बड्डो मान्छे माया प्रेम त अहिले हो भयो। बड्डो मान्छे के काम? के अरे तपाईँको जस्तै हामीले अहिले त जुत्ता चप्पल लगाउँछौँ नि? बिना खुट्टे बिना जुत्ता अहिले लाँदैन आज मान्छेले। तपाईँ बिना जुत्ता चप्पल नै हिँड्नुहुन्थ्यो? चप्पल बिना चप्पल हिँड्नु। बिना चप्पल तपाईँहरूले लाउदै लाउनु भयो भने? अनि यहाँ वनपाखा हिँड्दाखेरि खुट्टा बिजाउँदैन थियो र? त्यसै हिँड्ने हो माने लुङ्गी अरे धुवा देऊ भएको बिजुली खुट्टा ढुङ्गा हाल्छ। हजुर त्यसै न माथि घाँस काट्ने लिने, खर काटेर लिने, घुर्रा काटेर लिने, त्यही धुवा देऊ र बिजु ठो बिजान के काम गर्ने। त्यही बिना जुत्ते चप्पल चाहिँ त उला अहिले पछि सिरिदिए भयो चप्पल पनि। आर्थिक के जीवन निर्वाह गर्नको लागि आर्थिक आय आर्जन कसरी गर्नुहुन्थ्यो त? हुन्थ्यो कमाओ धेरै पनि कम हेर काम पनि कम अन्त गुजारा गर्नु पर्यो। 3 रुपियाँ चाउल थो। हजुर 3 रुपियाँ पाथी? 3 रुपियाँ पाथी चाउल थो। साँझ बिहान नै खान्छ। पहिले के हुन्थ्यो त्यस्तो खाना त? मकै आटो खाने हो, कोदो आटो खाने हो। हजुर। जौको आटो खाने हो। आटो ओह्राल्ने, चाँगी पिस्ने, अझ राम्रो ताजा चाँगी पिस्ने हो। घुम्ने चाँगी पिसो र खा अहिले मिलले पिस्ने रे। मिलले पिसे रङसँग जम्मै खाल्छ
अनि चाँखी पिस्ने काम फुपूले गर्नुहुन्थ्यो कि हजुरले चाहिँ पनि? जसले भने पिने हामीले पिने पर गएर म चितवन गएर म झाँटा पिसेछु ठुलो झाँटा आहा, वाइ झाँटा मगी पिसेर मगी लिएर सुर्ती बेर्ना सुर्ती बोक्न गएको हजुर तल बोतलबाट 10 दिनको बाटो ओहो, चितवन हजुर, चितवन पुगेछु ए हे चितवन 10 दिनको बोकेर र झाँटा बोके पिसेर मगीलाई अहिले चाहिँ मिल छ है र अन्त झाँटाले पिसेको राम्रो हो मिलले पिसेको अलि ऊ खान्छ रङ खान्छ कि म ल्याम गर्न के गर्न अनि गाई गोरु पाल्ने चलन कस्तो थियो गई त? गोरु पाल्ने भैँसीहरू? पढ्नु छोड्दा अलि कम्तीले नि पढ्नु छोडेर गई पाएको गोरु पाल्थ्यो एउटो घरमा है एउटा गर्न त्यति गई अहिले अहिले एउटा गई पाल्छन् के रातो पऱ्यो अन्त रातो पर्नु होइन हामीले जोड्छौँ दाँत माझ्नको लागि होइन के प्रयोग गर्नुहुन्थ्यो त त्यति बेला? अघि बेला दाँत न साथ मार्ने त कहाँ मार्ने हो अघि कहाँ दाँत साथ काली कालो भन्ने हाम्रो फुवाजुको दाँत कतिवटा छन् अझै? अझै मेरो 32 दाँत हो हजुर। मेरो दाँत अझ छ अब अघि हाल्नु छन् अलिअलि बङ्गाल भेटोरी अहिले खान्न ए हो नि खान्न तर 80-82 वर्षको उमेरमा पनि अझै 20-25 दाँत छन् है? छन् अझ ए अनि फुपूको नि? मै अलिअलि छ तल छ माथि छैन माथि छ तल छैन अनि जवानीमा कहिले पनि ब्रस गर्नु भएन? अहिले नि अहिले? अहिले गर्नु ओहो भनेपछि जन्मेदेखि अहिलेसम्मै ब्रस गर्नु भएको छैन? कल गर्ने लड खेल्ने अझैसम्म पनि अर्ग्यानिक? लड खेल्ने न कल गर्ने तिम्रो फुसी त्यस्तो होइन हामीलाई अबुर कल रिस उठ्छ मेरो र रनको नाना कल गर्दा रिसिन्छु कल झगडा त गर्नु कल झगडा गर्दा नाना दादा जुजु त्यो जीवन साथी भए त कल झगडा गर्नुहुन्न हो नि अलिअलि गर्ने हो थाहा जुजु आयो भने थाहा जुजु नपाएर हन्न थाहा जुजु पारेर जहाँ अन्त बुझ्यो अलिअलि हन्छ बट्टा गर्ने होइन भन्छु धेरै भयो छोडेको छु मैले खान्न जाँदाखेरि घि खान्न म बोतल खाएँ नै हुन्छ बोतल खाएँ नि अन्त म खान्न म अझै पनि साथी भन्दा टिपीले भेटा ठोकले मरे जाँदाखेरि खाएर ओहो टिपीले भेटा रगडे वागेर बर्बाद त्यसो पो अहिले जाँदाखेरि खान्न घि पनि खान्न खायो नि हुन्छ बोतल फुपू पारे बहिनी काप्रा के गाँठो खाइराख्नु भएको छ त हजुरले? खसे यसलाई खर्से भन्छ नि पुरानो सुल्पा खर्से सुल्पा खाने उरुने रोग बसाल्ने पेर्न कहिलेदेखि खाँदै आउनु भएको छ अघि खाएको बैसाबाट खाएको ओहो पुरानो पानी खाएको मान्छे धेरै बाँच्छन् भन्छन् नि यो सत्य हो त? के छ मायाको भागले बाँध्ने हो अब त 80-82 भइयो अब त मर्ने हो कति कक्षासम्म पढ्नु भयो नि दुवैले? कसै पढ्न 2 किलो 3 किलो पढ्यो मास्टर पिउठानको पो हो यहाँको मास्टर हो यहाँ मास्टर बोइरहेर हान्थेँ म त जान्थेँ यहाँको मास्टर हो पिउठानबाट लिएको त्यति बेला त्यो वर्णमाला हुन्थ्यो कि कसरी के हुन्थ्यो? पहिला किताब ठोकेर उयो पहिला खेर पढ्थ्यौँ उठी म पार्टी पढ्थ्यौँ पार्टी मसा हो त लेख हो त पार्टी खोरी लेख्ने हो खोरी लेख्ने हो कापी कलम पहिला किताब डेट हो पहिला डेट हो र कापी कलममा लेख्थ्यौँ अन्त 6 महिना परेको टाढा यहाँको घर लामो कट्टा ठो घर अहिले जस्तै वर्णमाला क अनि अ आ क ख भन्ने पढिदिन्छ कका की भनेर पढ्छौँ नि हामीहरूले त्यति बेला पनि त्यही ज पढाइन्थ्यो? त्यो पहिले ओम नमः शिवबाट पढ्छौँ ए के भने त्यो भने ओम नमः शिव भन्यो ओम नमः शिव आएनमा बागेश्वर आए भन्थ्यो अन्त टीबाट पढ्ने हो गुरु अक्षर टी हो अन्त क ख पढ्ने त्यो सक्यो क ओम नमः ढङ पढ्ने त्यो सक्यो अन्त क ख पढ्ने हो क ख पढ्यो भने 12 घडी पढ्यो सरसर 12 घडी फालेपछि खप्पा मात्र आयो के क्याउ क्या किरकिरी कुरुखुरु कहाँ झाझान जुजु ओहो मलाई थोरै बसे पऱ्यो मैले अन्त भयो नि मलाई 10 पनि गर्थेँ चिठी पनि लेख्थेँ हजुर म त आँखा देख्ने छोड्ले झट्मा गर्न भन्छु अहिले त चिटिक्कै परेको कोट प्यान्ट र के अरे स्टकोट लाउनु भएको छ अनि हाम्रो फुपूले फेरि के भन्छ अरे त्यो गाढा लाउनु भएको छ होइन सुन्ने पहिले के लगाउनु हुन्थ्यो के लाउने अहिले पहिले त उसको गारा ओर्ने हो गारा ओर्ने बोतला गारा ओर्ने भङ्गरा पेटे गारा अनि त्यो ढोटी लगाउने चलन थियो नि ढोटी लाने हो तपाईले लगाउनु भयो त? लागो गानी हो र ढोटी लाग्यो ढोटी लगाउनु भयो कति वर्ष लगाउनु भयो त? बड्डो बिहे गरेपछि पनि ढोटी लाग्यो ओहो सबैले ढोटी लगाउनु चलन थियो नि? ढोटी लगाउनु चलन थियो एकदमै गाउँ
बोट लगाएर डोट ल्याउने अह पाइकन मान्छे चाहिँ डन्डनले अब लेखन गरौँ नाको त्यति पो ए अनि अहिले जो सरकारले तपाईँहरूलाई सामाजिक सुरक्षा भत्ता दिइरहेछ नि दिएछ होइन कति पाउनुहुन्छ कहाँ 12,000 ए 12,000 बुढाबुढी लगाएर बुढाबुढी 12-24,000 24,000 पो 12,000 अनि त्यो पैसाले कहाँ के खर्च के गर्नु गाडी गर्ने खाने पेट नखाने चाउल दिने खाने बोटो मान्छे काम गर्नु सकिन्न भने चाउल दिनु पर्यो खानु पर्यो तेल हाल्नु पर्यो किरा खाने भयो तल सुल्चो जानु पर्यो सुल्चो भएर किरा खाएर उभो हाल्नु पर्यो त्यति ठिकै सकिन्छ सरकार त्यति बेला बाटोघाटो कस्तो थियो त्यही बाटो त उयो हिँडेर जाने हेबाट हिँडेर त ढाका लाउन स्वाटै गरेर चाहिँ खोल तल खोल तल सुल्चो जाने हो खोल बजार गर्न हामीहरू दैनिकै हामीले आवश्यक परेका सामानहरू किन्नको लागि त सुलिचर नै जानुपर्ने सुल्चोहरू छैन त सुल्चो पछि हो र गरे नि पछि हो बाटो खनेर भर्खर ल्याएको गरे पनि छैन त सुल्चोहरू पनि अहिले पछि लिएको हेर हामीले त कोइलोबास सामान लिने एउटा कोइलोबास गएर तर कोइलोबास थियो नि कोइलोबास जान्छु थियौँ न अहिले त झन्डीनगर यताबाट जान्छौँ सबैभन्दा पहिले हामी कोइलोबासतिर जान्थ्यौँ कोइलोबास हो होइन त्यसपछि फेरि बिस्तारै सरेर घोराई गरे त्यसपछि बल्ल सुलिचर सुल्चर पछि पो लिबाङ पछि आयो हो र लिबाङ पनि पछि आयो पुसै जेस रमाइलो कुराहरू गरेर होइन पुराना कुराहरू धेरै जानकारी दिनुभयो अन्तमा हामी केही हजुरहरूलाई मायाको चिनो दिने गर्छौँ है हाम्रो यो च्यानलको नाम चाहिँ एल्डर भाइब्स नेपाल हो यसले चाहिँ तपाईँहरू जस्ता ज्येष्ठ नागरिकहरूको आवाजलाई संसारभरि पुर्याउने काम गर्दछ है अनि तपाईँहरूलाई हाम्रो एल्डर्स भाइब्स नेपाललाई केही भन्न चाहनुहुन्छ रुपेलिउ भन्नु भएन बोतल पाला भन्नु भएन तिमीले के गाने भन्ने न अब अन्तिममा चाहिँ हजुरहरू जस्तो ज्येष्ठ नागरिक 60 क्रस गरेका होइन तपाईँ त झन् 80 क्रस गरिसक्नुभयो हामी केही मायाको चिनो दिने गर्छौँ त्यसलाई स्वीकार दिनुहोस् है त हजुरको यो आवाजलाई यो पुरानो आवाजलाई हाम्रो युट्युब मार्फत सबैलाई सुन्ने र हेर्ने मौका दिने गर्छौँ हामीले है ल हामी चाहिँ मायाको चिनो दिँदैछौँ है ल सम्मान हो है तपाईँहरूले यो चाहिँ तपाईँहरूले बिहानै उठेर तातो पानी खानु होला तातो भइरहन्छ कि योमा यो एउटा फुपूलाई एउटा चाहिँ खोलेर एउटा चाहिँ पुसैलाई हजुरहरूलाई कस्तो लाग्छ हेरेर साथ दिनु होला र सेयर पनि गरिदिनु होला है अनि अमूल्य हजुरहरूको सुझाव पनि दिनु होला र सारा नेपालीले यहाँहरू जस्ताका आवाजलाई सुन्न र देख्न पाओस् नमस्कार है नमस्कार